गइरहेका छौँ र साथै हामी गइरहेका छौँ रिपोर्टिङको लागि जनावर सम्बन्धी जनगणना हात्तीहरू बाघहरू भइरहेका छन् भन्ने कुराहरूको बारेमा चाहिँ कार्यक्रम गरिएको थियो। कार्यक्रम सिकेर चाहिँ आज अहिले शुक्लाफाटा साथीहरू बाँकीभित्र बसिरहेका छन् भने हामी चाहिँ बाँकी पछाडि बसेका छौँ। सर हजुरलाई कस्तो लागिरहेको छ भन्नु त? राम्रो छ दिदीलाई? मलाई त मेरो शुक्लावटा राष्ट्रिय निकुञ्ज जङ्गलको टुक्रा जस्तो लाग्छ। जङ्गलको टुक्रा जस्तो लाग्छ टुक्रा जस्तै छ। तपाईँहरू यहाँ आउन सक्नुहुन्छ, घुम्न सक्नुहुन्छ। मजाले चाहिँ तपाईँ चाहिँ अनुभव के अरे एउटा अवलोकन गरेर तपाईँहरू पनि सबैजना एकचोटि घुम्नको लागि शुक्लाफाटा राष्ट्रिय निकुञ्जभित्र जसरी पनि आउनु होला, सबैले अवलोकन गरिदिनु होला र यहाँको बारेमा एसियाकै 12 सिकेको चुडो होइन रहेको छ र यो बाटोभरि पुरै बाँसहरूले सत्यानाश गरे। पुरै बाटोले बाँसले भरिएर बाटो मोबाइल यसै छ। जङ्गलको आधा भागमा पुगिसकेका छौँ अहिले। यो के पुल हो? काठको पुल पुगेका छौँ अहिले भर्खरै। यहाँ पुरै जङ्गल आगो लागेर चाहिँ पुरै विनाश भएको छ, बनटोडेलो भएको छ। हेर्नु त पुरै कालो कालो भएको छ, जङ्गलमा हरियाली भन्ने चिजै छैन। पुरै जङ्गल कालो भइसकेको छ यहाँ आगो लगाएर। रुखहरू पुरै सुक्या छन्। तर अब यो भनेको फागुन चैतको महिना भनेको पातहरू खस्ने, नयाँ बिरुवा, नयाँ पातहरू, पालुवाहरू उम्रिने हो। अब यो वैशाखको महिना चाहिँ वैशाख जेठमा चाहिँ नयाँ पातहरू आएर हो त्यही हो दिदी। सेम टु यो पलाउने टाइम होला र यो पुरानो पातहरू पुरै खसिरहन्। एकदमै रमाइलो भइरहेछ। हावा यस्तो दामी चलिरह नि कुरै छोडिदिनु। रमाइलो भइरहेछ भाइ, एकदम मजा आइरहन्छ होला, घुम्नु होला। रमाउँदा मजै अलग आउँछ होइन? हराइदिन्छु म कुनै कुनै जनावर जस्तो जस्तो खुट्टा पनि चितल। यो के पुल हो? के हो? नाइ राम्रो छ, स्पिड राम्रो छ। स्पिड राम्रो छ, एकदम राम्रो छ। छेउमा बसाउनु पायो हुन्थ्यो। स्पिड तपाईँले जान्ने थिएँ म त्यहाँ बस्ने हेर्न सक्नुहुन्छ। हामी चाहिँ अहिले यहाँ कति छन् रे मृगहरू। सिन्चलहरू हेर। हामी चाहिँ अहिले ठ्याक्कै कहाँ पुगेका छौँ दाइ? हामी शुक्लाफाटाको फाँट 25 नम्बरतिर पुग्यौँ। 25 नम्बरतिर पुगेका छौँ है साथीहरू। हामी चाहिँ शुक्लाफाटाको बर्डरतिर यहाँ रुखहरू फुलेर यस्तो दामी देखिया नि पुरै जङ्गल। आहा यहाँ यतातिर चाहिँ आगो नलाएर है? लागिसक्यो, पुरानो आगो अलि अगाडि लागेर पलाइसक्यो। तपाईँ हेर्न सक्नुहुन्छ शुक्लाफाटाको छिटो आगो लगायो भने गाँठहरू रहिरहन्छ ढिलो। जाने बेला हेरेर जान्छ।
आउन बुवा के भन्न लाग्यो नि दिदी 5 वटा चौचले पनि हुने हैन मलाई त भोक लाग्छ दासैमा अट्कियो होला बिचराको पिल्लरको बीचमा पुगिसकेका छौँ यहाँ हेर्नु सबै पुरै भारतीयले यहाँ कब्जा गरेको छ नेपाली सीमामा कब्जा गरेर पुरै गाउँ खेती गरेका छ हजुरहरू हेर्न सक्नुहुन्छ हेर्नुहोस् त पुरै हेर्नु सक्नुहुन्छ पुरै हाम्रो नेपाली सीमानालाई भारतीयहरूले कब्जा गरेका छन् अहिले चाहिँ हामी 27 र 28 नम्बरको बिचमा छौँ हाम्रा बाँकी साथीहरू पनि आइसकेका छन् हेलो हरियाली सिमसा ठाउँ होइन अलि हेर्नु त दिदी कस्तो दामी आइरहेको क्यामेरा फेल हो यसको अगाडि होला ए बिस्तार लियो भने यार के हो आदि बिस्तार लियो भने यार माथि साक्षी हालेर हो यार अबे भिडियोमा के होला बिस्तारै गर भने अरे आगो रहेछ गाडी हेर्नुहोस् जङ्गलमा आगो लागेर पुरै रुखमा हो माइ गॉड उत्रिहाल्नु नि यता साम भिडियो बन्ने नउत्रियौ गाडीमा बस्नु अबे तैँले बिगाडी ल हेर त पुरै आगो लागेर खतरा भएको छ है यो भनेको पर्जल कति के भने दिदी अघि तेरा गाडी मुभ गर्दै म बिस्तारै जुम घटाउँथे के यार भिडियो बनाउने यार हामी सबै सर्कलको न्युज उल्टा न्युज ठोकिरहेको छ यार आजै हेर्नु साथीहरू पुरै जङ्गलमा आगो लागेर हेर वन डढेलोले पुरै रुख बिरुवाहरू जल्न लाहन हेर्नु त हेर्न सक्नुहुन्छ शुक्लाखाटा राष्ट्रिय निकुञ्जको हालत कस्तो भइरहेको छ रुख सँगसँगै यसको धुवाले हामी पनि कालो भइसक्यौँ सास फेर्न गाह्रो भइसकेको छ एकदम यो हामी चाहिँ शुक्लाखाटा राष्ट्रिय निकुञ्ज पुरै दिनभरि घुमेर फर्किन लागिसकेका छौँ अब हामी यहाँदेखि चाहिँ नेसनल अफिसमा पुग्नेछौँ हामी राष्ट्रिय निकुञ्जको